जो फाइनली हाम्रो यहाँ दाजु चाहिँ रेस्क्यु भयो है, हाम्रो रेवाको भाइहरू। थ्याङ्क यू सो मच। नमस्ते सबैजनालाई है। सर्वप्रथम त सबैजनालाई नमस्ते, साथै भाइहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो यहाँ रेवा रिहेबिलिटेसन सेन्टरको भाइहरू हुनुहुन्छ है। खास कुरा चाहिँ के भनेर हामी भिडियो लिएर आएको छौँ भन्दा चाहिँ तपाईँले धेरै दिनदेखि सोसियल मिडियामा देखिराख्नु भएको छ। मैले पनि पोस्ट हालेको थिएँ उहाँको है। उहाँ चाहिँ लामाहट्टाको दाजु हुनुहुन्छ, प्रकाश तामाङ है। उहाँ दाजुले चाहिँ हाइड्रोसिल चाहिँ अहिले हामीले कुरा गर्दा चाहिँ त्यति बेला उसले तौलेको 8 केजीको छ अरे, भनेपछि अहिले कमसेकम 10 केजी जस्तो चाहिँ होला है। यो केस हुनु चाहिँ बिल्कुलै आसान चाहिँ छैन। तर उहाँले चाहिँ के भन्दाखेरि, मैले अस्ति भर्खर भिडियो हालेको थिएँ है, मैले उहाँलाई रेस्क्यु गर्न जाँदाखेरि पनि उहाँले रमको बोतल खोलिरहनु भएको थियो। अन्तखेरि फेरि उसको कन्डिसन हेरेर चाहिँ मलाई चाहिँ लाग्यो चाहिँ उसलाई पहिला चाहिँ एकदम रिहाब सेन्टरको जरुरत छ भनेर है। अनि मैले त्यो दिन त उहाँ जानु मान्नु भएन। अन्त आज बिहान फेरि म एकपल्ट भिजिटमा जाँदाखेरि चाहिँ उहाँ चाहिँ एकदमै विड्रोल भएर कामिरहनु भएको थियो। मैले बिहान अघि एउटा भिडियो पनि पोस्ट गरेको छु है। अन्त मैले फेरि तुरन्त भाइलाई, हाम्रो सागर भाइलाई चाहिँ मैले भिडियो कल गरेर देखाएँ, भाइ यस्तो भएको छ भन्दाखेरि चाहिँ। तर उहाँ पनि यहाँ हाम्रो एउटा टिम छ, उनीहरूले पनि जुरुक्कै केही काम गर्नु सक्दैन है। उहाँको पनि एउटा कमिटी छ, सबै त सरसल्लाह गरेर चाहिँ हामीले अहिले इभिनिङमा चाहिँ उहाँलाई एकदम रेस्क्यु गर्न हामी सक्षम भयौँ है। रेस्क्यु गरेर ल्यायौँ। तर केस चाहिँ आसान छैन, बिल्कुलै आसान छैन है। उहाँलाई यो डिटक्स त गराउनै पर्छ, त्यसको पश्चात पनि धेरै डिफिकल्टिजहरू छ है। तपाईँहरूले हामीलाई हेल्प पनि गर्नुपर्ने छ, किन सोसियल मिडियामा धेरैले हेल्प गर्छु भन्नुभएको रहेछ है। तर हामीले अब एउटा मान्छेलाई त्यसरी त्यस्तो सडकमा सुतिरहेको पनि देख्नु सक्दैनौँ र हामीले रेस्क्यु चाहिँ गऱ्यौँ। तर आगे चाहिँ एकदम मुस्किल छ है। मैले त एउटा देखेर मैले अनुभव गरेँ कि उहाँलाई रिहाब सेन्टरको जरुरत छ भनेर। तर तुरन्तै हाम्रो यहाँ एक्सपर्टहरू हुनुहुन्छ, भाइले भन्नुहुँदैछ, भाइले देख्ने बित्तिकै मलाई के सल्लाह दिनुभयो र भाइले आफै नै भन्नुहुँदैछ आफ्नो परिचयको साथमा अलिकति भनिदिनु। नमस्कार है सबैजनालाई, मेरो नाम सागर मुखिया, म रेवा रिहाब सेन्टरबाट। यो कुरो खासमा अब 3-4 दिन अघिदेखि नै है दिदीको माध्यमबाट चलिरहेको थियो। तर अब त्यसमा पनि धेरैवटा कन्फ्युजन्सहरू थियो भित्र है, कहाँको हो के हो भन्ने कुरोहरू। र अब फाइनली आज चाहिँ बिहान दिदीले मलाई फोन गर्नुभएको थियो। र अब दाजु एउटा बिमारी हुनुको साथसाथै एउटा क्रोनिक एल्कोहलिक पनि रहेछ क्या त। अब जति पनि उहाँहरूलाई अब हेल्प गर्यो होला मान्छेले है दिदी, पैसाहरू दियो होला होइन। अब त्यसले चाहिँ के गर्नुहुँदो रहेछ दाजुले भन्दाखेरि चाहिँ एल्कोहल खानुहुँदो रहेछ त्यो पैसाको है। र अब उहाँको जुन चाहिँ प्राइमरी जुन चाहिँ प्रब्लम छ त्यो चाहिँ मैले देख्नमा आउँदा चाहिँ के हो भन्दा, अब हाइड्रोसिल जुन चाहिँ छ दाजुको, त्यसलाई त अपरेट गर्नु भनेर भनेको छ भनेर चाहिँ यहाँ कुरा सुनिँदैछ। दाजुकै मुखबाट पनि त्यो कतिवटा त्यो भाइरल भएको भिडियो हेर्दा चाहिँ दाजुले चाहिँ भन्नुभएको छ कि मेडिकलमा जाँदाखेरि यहाँ हुँदैन कि कलकत्ता जा कि बेल्लोर जा भनेर त्यो भनेर भनेको छ। तर त्यो एउटा कन्फर्म इन्फर्मेसन चाहिँ होइन। र अब त्यसले गर्दाखेरि अब यहाँ दिदीको पनि कोसिस, उहाँले फोन गर्नुभयो र हामी पनि सल्लाह गऱ्यौँ है। अब हामी यसरी नै अब हेल्प गर्दै आइरहेको छौँ है मान्छेलाई जसको अब घरबार छैन, फ्यामिली छैन भने। तर अहिले मैले सुन्नुमा आउँदैछ फ्यामिली पनि छ अरे। र अब हाम्रो चाहिँ अहिले के सल्लाह भयो भन्दाखेरि चाहिँ, अब दाजुको अहिले इनिसियली हेर्दाखेरि फिजिकली दाजु एकदमै कमजोर छ है। अब धेरैवटा कम्प्लिकेसन्सहरू देख्नमा आउँदैछ दाजुको भन्दाखेरि। पहिला किडनी पनि उयो भयो भन्नुभएको एउटा कुरा अझै हामी यहाँ राख्न चाहन्छौँ है। दाजुको एउटा किडनी छैन रहेछ। उहाँले चाहिँ किडनी चाहिँ पहिला नै त्यो सायद म दाजुको एउटा पर्सनल भिडियो पनि बनाउँछु ल, किनभने हामीले काम गर्दैछौँ एउटा भने हामीले सबै कुरा उजागर गर्नुपर्छ है। किनभने भोलिको दिनमा दाजुलाई केही होला, केही मेडिकल इस्यु हुँदाखेरि चाहिँ त्यो चिज त उहाँ पनि उजागर भएर आउँछ नि त। त्यही भएर हामीले, मैले उहाँको फोटो पनि खिचेको छु। उहाँले चाहिँ सायद एउटा किडनी चाहिँ पहिला पनि तपाईँले किडनी डोनेट गरेको। भाइ अलिकति लुगा उठाएर दिएको त के कहिले 18 साल भयो। मैले उहाँको फोटो चाहिँ खिचेको छु गर्नेछौँ है। बाटो गर्दा नि यहाँ चाहिँ है उहाँले किडनी चाहिँ डोनेट गर्नुभएको रहेछ है। किनभने अब सबै कुरा हामीले पनि हेर्नुपर्छ है। ल 2002 गर्नुभएको अरे होइन, 2000 चाहिँ अब डेली खाने मान्छे, बिहानदेखि खाने मान्छे अब विथड्रल हुन्छ क्या त। र एल्कोहलको विथड्रल अलिकति गाह्रो पनि हुन्छ है। र अब उहाँको मेडिकल कन्डिसन ठिक नभएकोले गर्दाखेरि केही पनि कम्प्लिकेसन्स हुनसक्छ अब है मान्छेको लाइफ हो। र उहाँको जुन चाहिँ स्थिति छ अहिले हामी देख्दाखेरि त्यो विथड्रल फेसमा केही पनि हुनसक्छ क्या त दिदी। र अब हामी त मेडिकल प्रोफेसनल त होइन नि त
होइन। र अब त्यसमा हामी केही पनि भन्नु सक्दैनौँ क्या के हुन्छ के हुँदैन भनेर। र पनि हाम्रो डक्टर्सहरू आउनुहुन्छ है, उहाँलाई अब चेकअप गर्नुहुन्छ। र पनि अब त्यो जुन चाहिँ यो विथड्रल फेज जुन चाहिँ दाजुको हुन्छ एकदमै कम्प्लिकेटेड छ, त्यसमा चाहिँ केही पनि हुनसक्छ। अब त्यो ग्यारेन्टिड छैन, अहिले हामीले भन्नु पनि सक्दैन हो। र अब त्यसको लागि चाहिँ मैले दिदीलाई त्यही सुझाव दिएको है कि उहाँको फ्यामिली जो पनि मेम्बर छ उहाँहरूले पनि एउटा एनओसी दिनु पऱ्यो हामीलाई। हामी त एउटा मद्दत गर्ने मान्छे हो, तर अब कतिवटा कुरो चाहिँ के हुन्छ भन्दाखेरि यस्तो स्थितिमा अब फ्यामिलीहरूले जेसुकै होस् भनेर भन्ने गर्छ। तर अब बादमा है त्यस्तो केही माथि तल भएपछि फेरि त्यही फ्यामिली मेम्बर्सहरू है फेरि आएर हामीलाई उल्टाएका त अब तपाईँहरूले कन्सेन्ट लिनु भएन, कन्सेन्ट नलिकन के अरे राख्नुभयो, यस्तो भयो उस्तो भयो भन्ने कुरोहरू अब पहिला पनि विगतको दिनहरूमा त्यस्तो धेरैवटा कम्प्लिकेसन आइपरेको छ क्या। र अब हामी सर्भिस त दिने हो है, तर अब सर्भिस दिए तापनि त्यो लान्छना लाग्ने प्रकारले सर्भिस दिनु चाहिँ अब अलिक ठिक होइन जस्तो मलाई लाग्छ क्या त। अन्त त्यही कारण अब दिदीलाई पनि म रिक्वेस्ट गर्छु काइन्डली यसको एउटा अब तपाईँले भोलि जिडी पनि गरिदिनुहोस् थानामा है। र उहाँहरूको जुन चाहिँ फ्यामिली मेम्बर्सहरू हुनुहुन्छ उहाँहरूले यदि के भन्छ हामी उसलाई छोडिदिएको केयर गर्न जेसुकै होस् भन्दैछ भने एटलिस्ट उहाँहरूले पनि एउटा ठिकै छ नि त, हामीले छोडिदिएको र कन्सेन्ट चाहिँ दियोस् न कि रिहाब सेन्टरमा राखिदिएको छ, भाइहरूले अब रेखदेख गर्दैछ। र रेखदेख गर्नुको क्रममा यो के भन्छ यो इनिसियल ट्रिटमेन्टको क्रममा होइन माथि तल केही पनि भयो भने चाहिँ अब भाइहरूको केही चाहिँ जिम्मा चाहिँ हुने छैन भनेर चाहिँ एउटा उहाँहरूले पनि लेखेर दियो भने चाहिँ हामीलाई पनि अघि बढ्नु अलिक सजिलो पर्छ जस्तो चाहिँ मलाई लाग्यो क्या। एकदम भाइको कुरा सही हो, किनभने हामी स्ट्रिटमा बस्ने मान्छेहरूको लागि काम गर्छौँ है, त्यो छुट्टै कुरा हो, उहाँहरूको कोही पनि हुँदैन है। तर यसरी फ्यामिली मेम्बर भएर चाहिँ हामी पनि अलिकति उल्झिन्छौँ क्या, हामीलाई पनि फ्यामिली मेम्बर सम्झ, किनभने फ्यामिली मेम्बरको इनिसिएटिभ चाहिँ हो नि त, यो सब चिजमा फ्यामिली मेम्बरले गर्नुपर्ने हो। तर अब कतिवटा फ्यामिलीहरूको कन्डिसन यस्तै हुन्छ, छुट्टा छुट्टी झगडा लडाइँ झगडा भनाइ त्यसमा कोही पनि एक दुसरामा आउनु चाहँदैन है। र पनि हामी पनि त्यही भन्छौँ, फ्यामिली मेम्बरहरूले पनि हामीलाई एउटा एनओसी चाहिँ तपाईँहरूले लेखेर दिनुहोस्, किनभने तपाईँहरूको जस्तै जे नै भए पनि घरको मान्छे हो, यसरी सडकमा बसिरहेको छ है। त्यही भएर चाहिँ अब यो स्थितिमा यसरी सडकमा बसेको देख्दा चाहिँ अब दुनियाँले हेरिरहनु भएको छ, तर हामी चाहिँ उहाँलाई हेल्प गर्नको लागि अगाडि आएको छौँ निस्वार्थ भावमा है। अन्त तपाईँहरूले यो कुरालाई चाहिँ बुझिदिनुहोस्, अन्तखेरि हामीलाई एउटा एनओसी चाहिँ दिनुहोस् भन्ने हामी बिन्ती गर्दछौँ। अर्को कुरा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि अब दिदीले यहाँ बिचरा हेर्नु भइरहेको छ है, गरिदिनु भएको छ, दिदीको हातमा हात साथमा साथ मिलाएको मात्रै हो हामीले। र अब उहाँको धेरैवटा मेडिकल कम्प्लिकेसन्सहरू आउनु सक्छ जस्तो चाहिँ मलाई लाग्दैछ उहाँको स्थिति हेर्दा है। र जतिजनाले पनि हेर्नुहुन्छ या सहयोग गर्न चाहनुहुन्छ भने काइन्डली दिदीको माध्यमबाट चाहिँ उहाँलाई चाहिँ सहयोग गरिदिनुहोस् भन्ने चाहिँ म भन्न चाहन्छु। थ्याङ्क यू सो मच।